होली रङहरूको पर्व। रङ रमाइलो तब हुन्छ जब तपाईँलाई रङसँग प्रेम हुन्छ। तपाईँलाई रङको स्पर्श मनपर्छ। तपाईँलाई यस र नोको अर्थ राम्ररी थाहा हुन्छ। नो भनेको नो मात्र हुन्छ। जब कोही खुसी भएर रङका लागि अघि सर्छ तब मात्र होली वास्तवमै रङहरूको पर्व होली हुन्छ। कसैले रङ लगाएर हिँडेको छ तपाईँले देख्नुहुन्छ, यसको मतलब यो होइन उनीहरूले तपाईँलाई आउनुहोस् होली लगाउनुहोस् भनिरहेका छन्। मैले भने नि, होली तब मात्र होली हुन्छ जब यस र नो तपाईँ बुझ्नुहुन्छ। होली नखेल्नुहोस् भनेकी छैन, खेल्नुहोस्, खुबै रमाइलो गर्नुहोस्। तर आफूलाई रमाइलो भइरहँदा अरूलाई नरमाइलो हुन त भएन नि। तपाईँका होली भएका हात कसैको अनुहारमा सलबलाउँदै गर्दा उसलाई त्यो छुवाइले आफ्नै अनुहारदेखि डर लाग्यो भने? तपाईँका हात अनुहार गला गर्दै अन्तै कतै सलबलाउँदा उसलाई रङहरू सँगै डर लाग्यो भने? तपाईँलाई त रमाइलो होला, उसलाई होली सुन्दै डर लाग्यो भने? होली रङहरूको पर्व, उसका लागि सदैव रङ्गहीन बेरङ भयो भने? रङहरूको आडमा तपाईँको एकछिनको रमाइलोका लागि, रङहरूको आडमा तपाईँको एकछिनको रमाइलोका कारण कसैलाई सास रहन्जेल त्रास रह्यो भने? होली संस्कार हो, जित, रङ, रमाइलो पर्व हो। यसलाई संस्कार नै मानौ न हुन्न? होली खेलौँ, रमाऊँ, बस आफ्नो हात, शरीर, आवेग र मनलाई सम्हालेर खेलौँ न। होली रङहरूको पर्व हो। यसलाई रमाइलो, सभ्य र सहमतिमा खेलौँ न। होली रङहरूको पर्व हो। यसलाई रमाइलो, सभ्य र सहमतिमा खेलौँ न। होलीको धेरै धेरै शुभकामना। धन्यवाद।